साथीहरु तपाईलाई चाहिँ आज म एउटा स्पेशल नेपालको सबैभन्दा पुरानो त भन्न मिल्दैन तर पुरानो एउटा ब्रिजको बारेमा तपाईलाई भन्न गइरहेको छु। यसको यो के हो भन्दाखेरि कहाँ छ भन्नु हैन। अझ यो ब्रिज चाहिँ यो साँगुटार भन्ने ठाउँमा रहेछ। यहाँ अति पुरानो ब्रिज छ यो चाहिँ। अनि आज हामी साँगुटार घुम्न आउने बेलामा यो देखिहाल्यो ब्रिज तपाईले देख्न सक्नुहुन्छ। यो तल भएको त्यो लिखुकोसी हो। लिखुको माथि चाहिँ यो ब्रिज रहेको छ। ब्रिज भन्दा पारिपट्टि हाम्रो ओखलढुङ्गा र यतापट्टि चाहिँ साँगुटार बजार रामेछाप साइडमै पर्दो रहेछ। यो यहाँ चाहिँ मान्छे हिँड्ने रोड छ यो हैन। सरी यो चाहिँ मान्छे हिँड्ने ब्रिज भयो। र यो पनि तल देखिने छ। तल एउटा चाहिँ ठुलो ब्रिज छ हैन। गाडी चाहिँ वारपार गर्न सकिने रहेछ र त्यो पुलले चाहिँ रामेछाप र ओखलढुङ्गालाई जोड्ने काम गर्दो रहेछ त्यसले चाहिँ। र यो चाहिँ साँगुटार बजार एउटा अहिले चाहिँ नाकाको रूपमा पनि परिचित छ। र यहाँ चाहिँ सम्पूर्ण सामग्रीहरू यहाँ चाहिने आवश्यक सामग्रीहरू चाहिँ मन्थलीबाट आयात हुँदो रहेछ। र यहाँबाट चाहिँ ओखलढुङ्गाका विभिन्न ठाउँहरूमा चाहिँ एक्सपोर्ट गर्ने ठाउँ पनि रहेछ। यहाँ यतापट्टिदेखि नै यो चाहिँ साँगुटार बजार। यहाँ अलिकता पर चाहिँ यो खालको घर हैन। तल बस्ने माथि पनि बस्ने बनाउन पनि चाँडो सजिलो पनि हुने खालको चाहिँ घरहरू अहिले बन्द रहेछ। लिखुकोसी आज धमिलो छ। माथि पानी परेर पनि होला सायद। तर जे होस् यो धमिलो खोलाको भए पनि माछा चाहिँ आज हामीले खायो। माछा चाहिँ मिठो छ। धमिलो माछालाई चाहिँ धमिलो मनपर्छ जस्तो लाग्यो हैन। किनकि धमिलोमा केही खानेकुराहरू पनि आएको हुन्छ नि त। त्यही भएर पनि होला। साँगुटार बजारको पुरानो बस्ती यो चाहिँ पुरानो टाइपको घरहरू देख्न सक्छौँ हामीले चाहिँ। हामी आज साँगुटार बजार घुम्न आछौँ। यो मेरो लागि चाहिँ म चाहिँ फर्स्ट टाइम घुम्न आयो। रामेछापको के हो गुरु यो? साँगुटार बजार हजुर। पुरानो नाका प्रख्यात नाका रामेछापको प्रख्यात नाका बजार हो यो। बजार ओखलढुङ्गाको लागि। ओखलढुङ्गा। अब यहाँबाट चाहिँ हामी खोलातर र ओखलढुङ्गा पारि पनि जान सक्छौँ हैन। यो चाहिँ कत्रो बजार रहेछ भनेर हामी आज हेर्छौँ। अवलोकन पनि गर्न लाग्यो। यतापट्टि आयो। यताबाट अलिकति माथितिर जान्छौँ। अनि माथिबाट चाहिँ तलतिर आउँछ फेरि पिच बाटो रहेछ हैन। तर अचम्मको कुरा के भन्दाखेरि आज के बार हो? आज बुधबार हो। तर सबै घरहरूको पसलहरू चाहिँ पुरै बन्द छ। किन हो थाहा भएन। साँगुटार बजारमा छ। किनसर अगाडि गइसक्नु भएको छ। उहाँ सरासर हिँडेको छ। आज चाहिँ धुलाम्मे भएर आइयो। मन्थलीबाट चाहिँ हिँड्दै के हिँड्यो भन्दाखेरि बाइक हिँड्यो। हामी त हिँड्नु परेन। ल अफे यो मुख्य बजार यही रहेछ। सबै थोक पाइन्छ। खाने बस्ने सुन पनि। यतापट्टि चाहिँ ग्यारेज पनि छ हैन। यतापट्टि बेकरी उद्योग। यता चाहिँ फ्रुट्स फलफुलको दोकान अगाडि ठ्याक्क छ। हो यहाँ के गर्छौँ हामी अलिअलि फलफुल किन्छौँ अनि खान्छौँ पनि। खाइसके पछाडि एनर्जी पाउँछ। त्यो एनर्जी पाइसके पछाडि चाहिँ हामी जान्छौँ यतापट्टिबाट आएको ठ्याक्क यो बाटो आएर अब चाहिँ पुल हुँदै पारि जाने। अब के गर्छु भन्दा फ्रुट्स केरा किन्न हामी यता लाग्छौँ। ल ओके गयो गाडी के दिदी त्यसको नाम चाहिँ? मालबु किरा। सबै यो ओखलढुङ्गाको हो? रामेछापको चाहिँ कहाँ हो? कताबाट ल्याउनु तपाईँहरूले? हो र। ल केरा चाहिँ लाने दिदी होइन। यो टमाटर पनि यतै होला? अङ्गुरको चाहिँ होइन? यो सबै तराईवासीहरू। यो दुइटा तराईवासी हो। यो सुन्तला पनि तराईवासी हो। स्याउ लेकवासी हिमालवासी। जाडो ठाउँबाट आएको होला। लुगा लगाएर होला गर्मी भएर। ल यो नाका यो चाहिँ पक्की पुल छ। पारिपट्टि ओखलढुङ्गा र वारिपट्टि यतापट्टि चाहिँ हाम्रो रामेछाप जिल्ला रहेको छ। यो साँगुटार भन्ने ठ्याक्कै ठाउँ अहिले चाहिँ। अनि मैले अघि नै भने तपाईँहरूलाई मेरो चाहिँ फर्स्ट टाइम हो साँगुटार भन्ने ठाउँमा आउनु चाहिँ मन लागिरहेको थियो। तर धेरै पछाडि चाहिँ एउटा संयोग पनि मिलेको छ। किनसर म चाहिँ आज आइपुगेको छु साँगुटारमा। हामी अब कहाँ जान्छौँ भन्दाखेरि साँगुटार बजार घुम्यो, खाजा पनि खाइयो, परसम्मको पुरानो बस्ती पनि हेऱ्यो, यता आएर अब फ्रुट्सहरू पनि खाइयो, अलिकति पनि लियो बोक्यो।
अब हामी पारिपट्टिको यो ओखलढुङ्गा भन्ने ठाउँ पनि छ। ओखलढुङ्गाको अलिकति माथि यहाँबाट लगभग 30 मिनट्स चाहिँ बाइकमा जान्छौँ र त्यो ठाउँमा गएर आज हामी तिनै बस्छौँ है। अनि के गर्छौँ भन्दाखेरि त्यही हो, घुमघाम छ आज। भोलि फेरि फर्किन्छौँ, साङ्गुडामा आउँछौँ, फेरि बस्छौँ, ब्याक टु आवर डेस्टिनेसन। त्यो हुन्छ। ओके, बाटो चाहिँ अति कस्तो भन्दा बाटो चाहिँ अब राम्रै छ, त्यति साह्रो नराम्रो पनि होइन, त्यति धेरै राम्रो पनि होइन। ओह्रालो 100% ओह्रालो बाटो छ। बाटो अप्ठ्यारो नै छ। असार महिनामा पानी परेको बेलामा, झरीको महिनामा चाहिँ आई थिङ्क यो बाटो चाहिँ म चाहिँ आउन सक्दैन, तपाईँहरू आउन सक्नुहुन्छ होला। रातो बाटो छ, ओह्रालो बाटो छ। चिप्लो बाटोमा चाहिँ हिँड्नलाई अति गाह्रो छ कि होइन, अति गाह्रो छ। पुरै ओह्रालो भएको कारणले गर्दाखेरि पनि ठाउँ चाहिँ ठिकै छ। यो बाटो एक्सपान्सन चाहिँ हुँदै रहेछ ठाउँमा, तर पनि भने जस्तो स्पिडमा चाहिँ काम गर्न सकिरहेको छैन। अब बिचबिचमा बनायो त्यत्तिकै छोडिदिने, फेरि बनायो त्यत्तिकै छोडिदिने, कहिले बन्छ त्यो कुरो थाहा छैन। यो चाहिँ यो रामेछापको पुरानो बजार होइन, आकर्षक बजार अनि व्यापारीको एउटा केन्द्र, ओखलढुङ्गा र रामेछापले जोड्ने एउटा नाका। यो ठाउँमा आउने बाटो चाहिँ कम्तीमा पनि पिच हुन जरुरी छ। यो चाँडोभन्दा चाँडो होस् होइन, पिच होस्। हामी चाहिँ नेक्स्ट टाइम आउने बेलामा चाहिँ आज जस्तो चाहिँ यस्तो धेरै दुःख गरेर आउन नपरोस् होइन, सजिलै आउन पाऊँ। आई होप सो।